So we know that proton जुन छ यो पोजिटिभली चार्ज छ, इलेक्ट्रोन के छ नेगेटिभली चार्ज छ। तो 11 प्रोटोन र 11 इलेक्ट्रोन को बीच में लाग्ने जुन फोर्स अफ एट्रैक्शन छ एंड 12 प्रोटोन र 12 इलेक्ट्रोन को बीच में लाग्ने जुन फोर्स अफ एट्रैक्शन छ, व्हिच वन विल बी द मोर कुन बॉडी हुन्छ 11 इलेक्ट्रॉन 11 प्रोटोन को बीच में लागने फोर्स एंड 12 प्रोटोन र 12 इलेक्ट्रोन को बीच में लागने फोर्स, व्हिच वन इज द मोर बॉडी कुन हुन्छ के भयो 11 इलेक्ट्रॉन र 11 प्रोटोन को बीच में जो लाग्ने फोर्स अफ एट्रैक्शन हुन्छ, किनकि प्रोटोन पॉजिटिव चार्ज छ, इलेक्ट्रॉन कुन चार्ज छ नेगेटिभ। तो अपोजिट चार्ज को बीच में कुन फोर्स लाग्छ एट्रैक्शन की रिपल्सन कसले रिपल्सन माने अपोजिट चार्जेस में कुन फोर्स हुन्छ एट्रैक्शन, त्यसले एट्रैक्ट गर्छ। तो 11 प्रोटोन र 11 इलेक्ट्रॉन को बीच में तिमीलाई जो एट्रैक्शन फोर्स लागिरहेछ एंड 12 प्रोटोन र 12 इलेक्ट्रॉन को बीच में फोर्स अफ एट्रैक्शन लागेछ, कुनमा बढी लाग्छ कि कुनमा कम लाग्ने कि सेम लाग्छ किन सेम लाग्छ अमाउन्ट अफ चार्ज बढ्यो भने केही हुँदैन एउटा एउटा म्याग्नेट राखेर तिमीले फोर्स अफ एट्रैक्शन लगाउँछौ, त्यही म्याग्नेटमा एउटा अरु म्याग्नेट बाँधिदिन्छौ त्यसपछि लगाउँछौ भने त्यो चेन्ज हुँदैन फोर्स। एउटा बडी हुन्छ कि दुईटा बडी हुन्छ दुईटा। तो अमाउन्ट अफ चार्ज बढ्छ भने फोर्स अफ एट्रैक्शन बढ्दैन, अमाउन्ट अफ चार्ज बढ्यो भने फोर्स अफ एट्रैक्शन के हुन्छ बढिहाल्छ। सेम कुरा यो छ यहाँ अहिले जसरी तिमीले फोर्स अफ ग्रेभिटेशन को ल पढेको छौ नि, the force of gravitation produced between two bodies is directly proportional to the k product of their masses। त्यस्तै चार्ज को बीच को जुन फोर्स अफ एट्रैक्शन र फोर्स अफ रिपल्सन छ त्यसलाई डिटरमाइन गर्नको लागि एउटा ल आउँछ जसलाई कुलम्ब्स ल भन्छ, फ्युचरमा पढ्छौ। एंड यो कुलम्ब्स ल भन्छ जो फोर्स अफ एट्रैक्शन और रिपल्सन, यहाँ त फोर्स अफ एट्रैक्शन मात्रै छ किनकि ग्रेभिटेशनमा के थियो मात्रै एट्रैक्ट गरेछ, कहिले पनि रिपल्सिभ हुँदैन। तर यहाँ चार्ज में के हुन्छ कहिले एट्रैक्शन पनि हुन सक्छ कहिले रिपल्सन पनि। अनलाइक चार्ज त एट्रैक्ट गर्छ, लाइक चार्ज त के गर्छ रिपेल गर्छ। त भन्छ के जुन फोर्स अफ एट्रैक्शन और रिपल्सन प्रोड्यूस हुन्छ एमंग द चार्ज बॉडी इज डायरेक्टली प्रोपोर्शनल टू द प्रोडक्ट ऑफ देयर चार्जेस अमाउंट ऑफ चार्जेस Q1 एंड Q2 अमाउंट ऑफ चार्ज। तो जब अमाउंट ऑफ चार्ज बढ्छ भने तो फोर्स अफ एट्रैक्शन या रिपल्सन के हुन्छ बढिहाल्छ। तो यहाँ 12 प्रोटोन र 12 इलेक्ट्रोन को बीच को फोर्स अफ एट्रैक्शन के हुन्छ बढिहाल्छ। यहाँ 13 प्रोटोन 13 इलेक्ट्रोन को बीच को फोर्स अफ एट्रैक्शन के हुन्छ बढ्छ। तो यो जति तिमी अगाडि गइरहेछौ अर्बिट त तीनैटा छ तर फोर्स अफ एट्रैक्शन त्यसको बीचमा बढिरहेछ, राइट, किनकि अपोजिट चार्जेस छ त्यसले हामीले एट्रैक्शन को कुरा गरिरहेछौँ। न त चार्ज को बीचमा रिपल्सन पनि हुन्थ्यो, त्यो रिपल्सन जब लाइक चार्ज को कुरा गर्छु तब। यहाँ अहिले मैले प्रोटोन र इलेक्ट्रोन को कुरा गरेको छु। तो अब हुन्छ के प्रोटोन को मास बढी छ, अब एट्रैक्शन फोर्स त बढायो त के हुन्छ इलेक्ट्रोन को मास कम छ प्रोटोन को मास बढी छ। तो मूवमेंट कसले गर्ने हो इलेक्ट्रोनले गर्ने हो कि प्रोटोनले गर्ने हो इलेक्ट्रोनले गर्छ जसको मास कम हुन्छ। यो यसलाई गर्छ भने त यसलाई अर्थले पनि तान्दिन्छ यसले पनि अर्थलाई तान्दिन्छ, यसको मतलब थोरै त अर्थले यो तान्दिन्छ, मास बढी छ त त्यो एक्सप्रेसन प्रोड्युसै गर्न सक्दैन, यो मुभ गर्छ। त्यस्तै इलेक्ट्रोन मुभ गर्छ, त इलेक्ट्रोन मुभ गर्छ कतातिर मुभ गर्छ इलेक्ट्रोन प्रोटोनतिर मुभ गर्छ कि कतातिर मुभ गर्छ न्यूक्लियसतिर यानी प्रोटोनतिर। त न्यूक्लियसतिर जब जान्छ त भन्छ कि यो अर्बिटलाई स्लाइटली न्यूक्लियसतिर यसले तान्दिन्छ किनकि बडी फोर्स अफ एट्रैक्शन लागिरहेछ त प्रोटोनले के गर्छ अर्बिटलाई स्लाइटली आफ्नोतिर तानिहाल्छ। त्यस्तै यसमा अरु फोर्स लाग्छ त अरु के गर्छ आउटर मोस्ट अर्बिटलाई आफ्नोतिर तान्दियो। त जब यो आउटर मोस्ट अर्बिटलाई न्यूक्लियसतिर तान्दियो भने तो यसको बीचको डिस्टेंस यानी एटॉमिक रेडियस के हुन्छ सानो भइहाल्छ कि ठुलो भइहाल्छ सानो भइहाल्छ। एटॉमिक रेडियस के भइहाल्छ सानो। तो एटॉमिक रेडियस सानो भइहाल्यो तो साइज अफ एटम के भइहाल्छ सानो भइहाल्छ। त्यसैले पिरियडमा जब तिमी लेफ्ट टु राइट जान्छौ पिरियडमा के छ लेफ्ट टु राइट द साइज अफ एटम डिक्रिज हुँदै जान्छ भन्नाले एटम अफ सोडियम जुन छ त्यो लार्जर देन द एटम अफ के छ मैग्नेशियम। एटम अफ मैग्नेशियम इज लार्जर देन द के एल्युमिनियम। तो यसै के गर्छ यो डिक्रिज हुँदै जान्छ। तर इनर्ट ग्यासमा जब आउँछ तो यो क्लोरिन को साइज आर्गन भन्दा ठुलो हुँदैन। यहाँ अलिकति अर्को प्रिन्सिपल